सबैलाई ख्रीष्ट येशूको नाममा जय मसीह छ। म तपाईँकै साथी नथानिएल फेरि पनि छोटो वचनको साथमा तपाईँहरूको बिचमा आइसकेको छु र मलाई आशा छ यो वचनले पक्कै पनि तपाईँ र मलाई आशिषित तुल्याउनेछ। याकुबको पुस्तकमा हामी पाउँछौँ अनि हामी धेरै पुस्तकमा हामी पाउँछौँ जहाँ बाइबलले के भन्दछ भने कि शैतान चाहिँ गर्जने सिंह जस्तै कुरेर ढुकेर बसेको हुन्छ र कतिखेर पाऊँ र खाइहालौँ भनेर हामीलाई भेटाउँ र हामी माथि हमला गरौँ भनेर। त्यसैले गर्दा बाइबल धर्मशास्त्रले भन्छ तिमीहरू परमेश्वरका मन्दिर हौ र परमेश्वर तिमीहरूभित्र बास गर्नुहुन्छ। मेरो मण्डली परिवार हामी परमेश्वरका मन्दिर हौ है, परमेश्वरको उपस्थिति हामीसँग छ। त्यसैले गर्दा म एउटा वचन पढ्दै थिएँ, त्यो वचनबाट केही कुराहरू मैले पाएर म तपाईँहरूको बिचमा साझा गर्दछु। केवल जगको भरले मात्रै मन्दिर अडिँदैन है, खुसीको कुरा हो, जग महत्त्वपूर्ण छ तर त्यसमा पिल्लरको पनि धेरै भूमिका हुन्छ। हामी हेऱ्यौँ भनेपछि बाइबल धर्मशास्त्रमा हामी पाउँछौँ प्रभुका पुजारी सिम्सोनको विषयमा तपाईँ र म पाउँछौँ जब उनको शिरमा जब परमेश्वरले भनेका कुराहरू उनले नमान्दै गर्दाखेरि उनको सामर्थ्य खोसिसकेपछि अनि फिलिस्टाइनहरूले चाहिँ उनलाई मन्दिरमा लगेर मन्दिरको 2वटा खम्बामा बाँधिदिए। अनि बाइबलमा कस्तो लेखिएको छ भने सिम्सोनले अन्तिममा परमेश्वरलाई पुकारा गरे, परमेश्वरसँग फेरि सामर्थ्य मागे, परमेश्वरले शक्ति नै सामर्थ्य दिइसकेपछि उनले चाहिँ त्यो 2वटा खम्बा मन्दिरको 2वटा पिल्लरलाई चाहिँ जोडसँग ढालिदिए। अनि बाइबलमा लेखिएको छ कि त्यो मन्दिर पुरै ढल्यो भनेर लेख्छ। अनि 3000 जना मानिसहरू चाहिँ सिम्सोनले मारेर आफू पनि मारे। मेरो मण्डली परिवार, मन्दिर यदि पिल्लर बलियो छैन भनेपछि भत्किन्छ है। एउटा क्रिस्चियन जीवनमा पनि 2वटा पिल्लर हुन्छ हाम्रो जीवनमा, जुन पिल्लरमा चाहिँ शैतानले धेरै जसो हमला गर्छ। 2वटा ठाउँ सबैभन्दा महत्त्वपूर्ण हुन्छ। पहिलो पिल्लर चाहिँ प्रार्थना स्थल है, जुन ठाउँमा परमेश्वरले हाम्रा अन्तर्विन्तीहरू सुन्नुहुन्छ, परमेश्वरले हाम्रा कुराहरू। यसको अर्थ यो होइन कि परमेश्वरले बाहिर हाम्रो कुरा सुन्नुहुन्न होइन कि, तर प्रार्थना स्थान भनेको साँच्चै एउटा वेदी हो जहाँ हामी परमेश्वर कहाँ परमेश्वरसँग समय छुट्याएर जान्छौँ है। अनि त्यो ठाउँमा सबैभन्दा धेरै शैतानले तपाईँ र मलाई रोक्छ। अनि अर्को चाहिँ वचनको समय, वचनको ठाउँ जहाँ हामी परमेश्वरको वचनलाई पढ्छौँ। किनभने प्रार्थना स्थलमा परमेश्वरले हामीलाई सुन्नुहुन्छ भने वचन पढ्दाखेरि परमेश्वरलाई हामीले सुन्दछौँ। शैतानले धेरै जसो मण्डली परिवारमा विश्वासीहरूको जीवनमा यो 2वटा ठाउँमा हमला गर्यो भने उसलाई थाहा छ कि क्रिस्चियनहरूको जीवनलाई बर्बाद गर्न सजिलो हुन्छ भनेर। किनभने प्रार्थनासँग परमेश्वरको सम्बन्ध, प्रार्थना स्थलमा हामी परमेश्वरसँगको सम्बन्धमा हुन्छ। हामी सबै कुराको लागि समय मिलाउन सक्छौँ। हामी पैसाको लागि ओभरटाइम 1-2 घन्टा गर्ने समय हामीसँग हुन्छ, तर प्रार्थना गर्ने समय हामी विश्वासीहरूलाई मिल्दैन। यताउता गरेर के गरेर प्रार्थनाको समय हामी बिगारिहाल्छौँ। प्रार्थना गर्ने समय हामीसँग मिल्दैन। अनि वचनको समयमा हामी मोबाइल हेर्दाखेरि हामीलाई निन्द्रा लाग्दैन अनि हामी अरू पुस्तक पढ्दाखेरि निन्द्रा लाग्दैन, तर जब हामी वचन खोल्छौँ नि, बाइबल खोल्छौँ नि, अनि त्यसपछि हामीलाई निन्द्रा लाग्न थाल्छ, त्यसपछि हामीलाई अल्छी लाग्न थाल्छ। किनभने शैतानलाई थाहा छ यदि यसले वचन पढ्यो भने परमेश्वरको वचन योसँग हुन्छ, यसले परमेश्वरको आवाजलाई थाहा पाउँछ, यसले परमेश्वरको उपस्थितिलाई थाहा पाउँछ भनेर शैतानले यो 2वटा पिल्लर, यो 2वटा खम्बालाई धेरैभन्दा धेरै प्रहार गर्छ मेरो मण्डली परिवार। त्यसैले गर्दा म तपाईँहरूलाई भन्न चाहन्छु, प्लिज मेरो मण्डली परिवार, प्रार्थनाको समय अनि वचनको समय यो संसारको कुनै कुरासँग, यो संसारको जस्तो सुखी अवस्थासँग पनि यो समयलाई चाहिँ नदाज्नुहोस्, नसाट्नुहोस् है। बाइबलमा त्यही भएर प्रभु यीशु ख्रीष्टले भन्नुभयो जे केशरको त्यो केशरले देऊ, जे परमेश्वरको त्यो चाहिँ परमेश्वरले देऊ। आमेन। त्यसैले म तपाईँलाई अनुरोध गर्न चाहन्छु, परमेश्वरसँग, परमेश्वरले सुन्ने ठाउँ प्रार्थना स्थान हो भने परमेश्वरलाई सुन्ने ठाउँ चाहिँ वचन हो है। त्यसैले गर्दा यो 2वै ठाउँमा सधैँ जानुहोस् र प्रभुले तपाईँहरूलाई आशिष दिनुहुन्छ। हुन्छ, परमेश्वरलाई धन्यवाद। मलाई आशा छ यो वचनबाट तपाईँहरू पक्कै आशिषित हुनुभएको छ। धेरै धेरै आशिष अनि अनुग्रह सबैलाई ख्रीष्ट येशूको नाममा जय मसीह।